यसैगरी नाटु प्रदेश उपाध्यक्ष लक्ष्मण भण्डारीज्यूलाई पनि अतिथि भाषणको लागि म आजको यो वीर दिवस 2082 मनाउनलाई यो ठाउँमा उपस्थित हुनुहुने सबैलाई हार्दिक स्वागत गर्दै यो कार्यक्रम तपाईँ हामी मजदुर वर्गहरूको र मजदुर तथा कर्मचारीहरूको हकको लागि उपलब्धिमूलक दिनको रूपमा घोषणा भएको दिन तसर्थ हामीले यो कार्यक्रमलाई पूर्वमा बाजागाजा सहित मजदुरहरूले प्राप्त गरेको अधिकार हामीले पाएको 8 घण्टाको काम 8 घण्टाको आराम र 8 घण्टाको मनोरञ्जनलाई संस्थागत रूपमा स्थापित भएको दिनको रूपमा आज हामीले धुमधामले बाजागाजा सहित मनाउने निर्णय चितवन रूपन्देही जिल्ला कमिटीले गरेको थियो। सोही निर्णय बमोजिम आज यो कार्यक्रममा यहाँहरू पाल्नुभयो र सदाझै गरिखाने वर्ग मजदुर वर्ग र श्रमिक कर्मचारीहरूको हकको लागि सधैँभरि जुधारु आवाज उठाउने नेपाल ट्रेड युनियन महासङ्घ चितवन रूपन्देही तपाईहरूलाई परेको समस्यालाई एकताबद्ध रूपमा भएर समाधान गर्न जागरुक छ गर्दैछ भन्ने कुरा जानकारी राख्दै कार्यक्रम हामीले बिहानको समयमा सबैलाई बोलाएर छोटो 2 घण्टाको कार्यक्रमको आयोजना गरेका छौँ। आगामी वर्षहरूमा पनि यसै गरी चितवन रूपन्देहीले आयोजना गरेका कार्यक्रमहरूमा यहाँहरूले साथ दिनेछ भन्ने आशा राख्दै आजको कार्यक्रममा उपस्थित हुनुभएका सबै नेता साथीहरू चितवनका साथीहरू सबै घटक युनियनका साथीहरूलाई पुनः एकपटक धन्यवाद ज्ञापन समेत गर्दै म बिदा हुन्छु। धन्यवाद। आदरणीय 136औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहेका अध्यक्ष कमिटीका रूपन्देही जिल्ला कमिटीका अध्यक्ष केशव गौतमज्यू, कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य बुटोल उपमहानगरपालिकाका निवर्तमान प्रमुख मजदुर नेता शिवराज सुवेदीज्यू, मञ्चमा आसीन विभिन्न पदीय मर्यादामा रहनुभएका सम्पूर्ण अतिथिज्यूहरू र यो हलमा उपस्थित हुनुभएका सम्पूर्ण मजदुर नेता साथीहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। स्वाभाविक रूपमा समय अलिकति हामीले 7 बजे सुरु गर्ने 9 बजे समापन गर्ने भन्ने आयोजकको जुन किसिमको तयारी थियो साथीहरू जुट्ने क्रममा ढिला भयो। वक्ता पनि थोरै राख्नु भएको छ, समयको पाबन्दीले नै गर्दा होला। मैले छोटोमा के मात्रै अनुरोध गर्न चाहन्छु भने तपाईहरुले अहिले जुन र्याली निकाल्दै गर्दा पनि
हाम्रा प्लेकार्ड नाराहरूले समेत सम्बोधन गरेका विषयहरू आजभन्दा झन्डै 136 वर्ष अगाडि आन्दोलनको हिसाबले त त्योभन्दा अगाडिदेखि नै मजदुरका विषयको बारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पूर्ण कार्यरत कर्मचारी तथा श्रमिक साथीहरूका अधिकार प्राप्तिका निम्ति थुप्रै आन्दोलनहरू भएका थिए। हुँदै गर्दा अमेरिकाको सिकागो सहरबाट 136 वर्ष पहिला मजदुरका विभिन्न किसिमका मागहरू 8 घण्टा काम 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जन सहित श्रमिकलाई त्यति बेला अमेरिकामा समेत ज्यालामा होइन जिन्सीमा काम गराइन्थ्यो यो र त्यसमा पनि पाउरोटी लगायतका चिजहरू दिइने र त्यो बेलामा हामीलाई नगदमा जिन्सीमा होइन ज्यालामा परिणत गरियोस् नगदमा परिणत गरियोस् भन्ने हिसाबका मागहरू त्यो बेला पनि थिए। त्यति मात्रै होइन सामाजिक सुरक्षाका कुराहरू मजदुरहरू काम गर्दै जाँदाखेरि कुनै पनि किसिमका दुर्घटना एक्सिडेन्टहरू हुन सक्छ। कहिलेकाहीँ काम गर्दै जाँदा कारखानामा काम गर्दै जाँदा कुनै कार्यस्थलमा काम गर्दै जाँदाखेरि कुनै अङ्गभङ्ग हुन सक्छ अथवा कहिलेकाहीँ शारीरिक अस्वस्थता भएको कारणले गर्दा बेरोजगार हुन सकिन्छ। त्यो हिसाबमा समेत श्रमिकका सामाजिक सुरक्षाका कुराहरू समेत त्यति बेलादेखि उठाउँदै आएको कुरा मैले तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। र त्यो सँगै आन्दोलनमा थुप्रै साथीहरू मजदुरका अधिकारका निम्ति ट्रेड युनियन त्यति मात्रै होइन ट्रेड युनियन लागू हुनुपर्छ भन्ने हिसाबले अन्तर्राष्ट्रिय श्रम सङ्गठन जुन तपाईँहरूले आइएलओ भनेर हामीले आइएलओ भनेर चिन्छौँ तर श्रमिकको सङ्गठन हो भनेर अहिले पनि धेरै साथीहरूले हामी चिन्दैनौँ। त्यो श्रमिकको सङ्गठनहरू त्यो भएको कारणले गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमै त्यस्तो किसिमको सङ्गठन निर्माण हुनुपर्छ लगायतका विषयमा माग गर्दै गर्दा थुप्रै श्रमिकहरू घाइते हुनुभएको थियो, शहीद हुनुभएको थियो र त्यसमा तपाईँहरूले अहिले यहाँ देखिन प्रत्येक मई दिवसमा हामी राख्ने गरेका थियौँ एउटा सादा रातो झन्डा। आज यहाँ राखिएन। मैले आयोजक साथीहरूलाई मैले सचेत पनि गराउन चाहन्छु त्यो रातो झन्डा शहीदहरूको रगतले मुछिएको झन्डा हो। त्यही बेलामा आफ्नो साथी घाइते हुँदै गर्दा अर्को साथीले आफूले लगाएको कपडा खोलेर त्यो रगतमा लतपताएर उहाँहरूले चाहिँ मजदुर एकता जिन्दाबाद लगायतका नाराहरू त्यो बेलादेखि हामी लगाउँदै आएका थियौँ र फलस्वरूप आज अन्तर्राष्ट्रिय क्षेत्रमा अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन नेपालको हकमा चाहिँ र अन्य मुलुकहरूमा पनि ट्रेड युनियन संस्थाहरू गठन भएको कुरा मैले साथीहरूलाई जानकारी गराउन चाहन्छु। अहिले पनि थुप्रै मजदुर साथीहरूको बुझाइ भोगाइ एकातिर छ तर बुझाइको हिसाबले चाहिँ डिफल्ट भनेको के हो र अत्यन्त हल्का हिसाबले हेर्ने मजदुरका सङ्गठनहरू हल्का हिसाबले हेर्ने र आबद्ध नहुने सङ्गठित नहुने थुप्रै घटनाहरू अहिले पनि त्यो हिसाबले देखिएका छन्। मैले आजको यो 136औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा यहाँ रहनुभएका सम्पूर्ण साथीहरूलाई मैले के अनुरोध गर्न चाहन्छु भने श्रमिक भनेकै के हो त भन्दा ज्यालाजीवीहरूको सङ्गठन हो। ज्यालाजीवी सङ्गठन मजदुर भन्दा श्रमिक भनेकै खोलामा गिटी कुट्ने कसैका घरमा काम गर्ने अथवा हली गोठाला खेताला शब्दको हिसाबले अथवा यातायात क्षेत्रमा ड्राइभर काम गर्ने मात्रै श्रमिक हो अरू होइनौ भन्ने हिसाबको जुन कन्सेप्ट छ योबाट हामी धेरै माथि उठ्न जरुरी छ। अहिले हामी देखेका छौँ सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई तपाईँहरूले हामीले पनि ठुलो मान्छेको रूपमा हेर्ने गरेका छौँ। उहाँहरूले बिना पारिश्रमिक काम गर्नुभएको छैन। एजेन्सिडिओ समेतले पारिश्रमिक लिएको छ। हुँदै गर्दा अहिले चाहिँ कहीँ अब धेरै ठाउँ के देखिएको छ भने जनप्रतिनिधि साथीहरूलाई समेत पारिश्रमिक त होइन अलिकति सेवा सुविधाको हिसाबले केही सम्बोधन गरिएको छ। किन भन्दा खाली भोको पेट कसैले केही काम गर्न सक्दैन भन्ने मान्यता राखेकै कारणले गर्दाखेरि ती व्यवस्थाहरू त्यो भएको कारणले गर्दा अहिले हामीले मैले अघि जुन कुराहरू गरेँ डक्टरहरूलाई हामी राम्रैसँग सम्मान गर्छौँ, डाक्टर साहब भन्छौँ
झुकेर नमस्कार गर्छौँ, तर त्यही कार्यालयमा, त्यही अस्पतालमा, त्यही मेडिकलमा काम गर्ने सामान्य सफाई श्रमिकलाई हामीले व्यवस्था गर्छौँ। हामीले समेत व्यवस्था गर्छौँ भने अरू साथीहरूले हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने किसिमको बुझाइ तपाईँ हामीले दिन जरुरी छ कि एउटा सफाई श्रमिकले त्यो कार्यालय, चाहे अस्पतालका हुन् चाहे अन्य कार्यालय हुन्, यही हाम्रै कार्यालयमा पनि त्यो सफाई श्रमिक साथी अथवा कार्यालय सहयोगी साथीहरूले त्यो कार्यालय राम्रोसँग सफा गरिदिनु भएन भने डाक्टर पनि बस्ने बाटोमा मिल्दैन, हाकिम पनि बस्ने बाटोमा मिल्दैन, कुनै ठुला नेता, राष्ट्रपति, प्रधानमन्त्री पनि त्यो कार्यालयमा बस्ने बाटो। मैले यो किन भन्दैछु भने त्यो भएको कारणले गर्दा, कामको कारणले गर्दा, कामको प्रकृतिको कारणले गर्दा कुनै पनि व्यक्ति सानो र ठुलो भन्ने हुँदैन। सबै काम आवश्यकताले सृजना भएको हो। एउटा पसलमा काम गर्दै गर्दाखेरि थोक व्यापारीलाई हामी ठुलो हिसाबले उसको त ठुलो गल्ला छ भन्ने हिसाब गर्छौँ। एउटा सामान्य ठेलामा व्यापार गर्ने साथीहरूलाई हामी यो त ठेलामा काम गरेको छ, आखिर त्यही ठेलामा काम गर्ने साथीले हरेक नागरिकलाई घर घरमा प्रत्यक्ष नजिकबाट सेवा दिएको त्यही ठेला व्यवसाय छ। त्यही ठेलामा काम गर्ने श्रमिक साथीहरू हुनुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि मैले यो किन पनि अनुरोध गर्दैछु भने अहिले थुप्रै साथीहरू हुनुहुन्छ, मैले पर छुट्टै छुट्टै काम गर्नेहरूको मैले त्यो गर्न सकिनँ, समय पनि छोटो छ। मैले यो किन भन्दैछु भने हामी जुन क्षेत्रमा जहाँ एउटा स्वास्थ्य स्वयंसेविकादेखि लिएर अस्पतालमा काम गर्ने नर्सदेखि डक्टरदेखि त्यहाँको सफाई श्रमिकदेखि सबैले गर्ने काम एक किसिमको विज्ञता कसैमा होला, कसैमा कुन विज्ञता छ, कसैमा कुन विज्ञता छ हो। त्यो भएको कारणले गर्दा डक्टरले सरसफाइको काम गर्न सक्नुहुन्न। त्यो भएको कारणले सरसफाइ क्षेत्रको विज्ञता त त्यही साथीहरूले लिनुभएको छैन। मैले उदाहरण मात्रै दिन खोजेको, यस्ता विभिन्न प्रकृतिका साथीहरू हामीहरू छन्। यातायात क्षेत्रमा बस चलाउने, ड्राइभरको रूपमा आउने, अनि निजी गाडी गर्ने, त्यहाँ उता उसको त आफ्नै गाडी छ भन्ने हिसाबले त्यही गाडी चलाउने व्यक्तिलाई हामी सम्मान गर्छौँ। तर सकुशल थुप्रै यात्रुहरू बोकेर गन्तव्यमा पुर्याउने हाम्रा चालक साथीहरूलाई चाहिँ हामी त्यो नजरले हेराएको दृष्टिकोणले चाहिँ फरक किसिमले हामीमा पनि त्यो देखिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब हामी कम्तीमा आजको यो 136औं अन्तर्राष्ट्रिय श्रमिक दिवसले हामी सबैमा त हामी त नेतै छौँ, हामीले त त्यो व्यवहार गर्दैनौँ नै होइन, अरू साथीहरूलाई समेत त्यो श्रम आन्दोलनमा ल्याउने कुरा, श्रम आन्दोलनको परिभाषा राम्रोसँग सिकाउने जिम्मेवारी तपाईँ हामीमा भएको कारणले गर्दा हामी त्यही किसिमले आजका दिनदेखि हामी त्यस्तो किसिमको अभियान सुरु गरौँ। जीवनले त लामो समयदेखि सुरु गर्दै आएको छ, त्यही जीवनका हामी सन्तति हौँ, परिवार हौँ। हामी अलिकति सक्रिय रूपमा चाहिँ आम नागरिकसँग, आम श्रमिकसँग जान जरुरी छ। मैले त्यो मात्रै अनुरोध गर्न चाहन्छु। यो सँगसँगै हामीले प्ले कार्डमा जुन कुराहरू लेख्दै अहिले नारामा भट्टाउँदै आएका छौँ, सामाजिक सुरक्षाको कुरा, सामाजिक सुरक्षा जीवनले आफ्नो स्थापना कालदेखि आफ्नो आवाज बुलन्द गर्दै आइसके पश्चात अहिले मुलुकमा सामाजिक योगदानमा आधारित सामाजिक सुरक्षा ऐन बनेको छ। कार्यान्वयन गर्ने प्रक्रियामा सङ्गठित क्षेत्र र असङ्गठित क्षेत्र भन्ने कुराहरू भएको छ। सङ्गठित क्षेत्रमा सुरुवात भएको छ, तर सबैमा लागू हुन सकेको छैन। त्यो भएको कारणले गर्दा हाम्रो चाहना के हो त भन्दा सङ्गठित क्षेत्रमा जसको निश्चित कार्यस्थल छ त्योभन्दा बाहिर थुप्रै श्रमिक साथीहरू हुनुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि असङ्गठित क्षेत्रमा जसको निश्चित कार्यस्थलभन्दा बाहिर आज पूर्व मेचीमा छ, भोलि पश्चिम महाकाली छ, आज बुटोलको कुनै वार्डमा छ, भोलि अर्को वार्डमा छ, उसको त्यस्ता किसिमका साथीहरूले पनि मुलुकका निम्ति चाहिँ योगदान गर्नुभएको छ। त्यो भएको कारणले गर्दा सामाजिक सुरक्षा ऐन असङ्गठित क्षेत्रमा रहेका सबै श्रमिकहरूमा लागू हुनुपर्छ भन्ने हिसाबले हामीले त्यो आवाज उठाउँदै आएका छौँ। र अहिले नेपालको संविधानले समेत के व्यवस्था गरेको छ भने अब श्रम चाहिँ फर्मल र इन्फर्मल अथवा सङ्गठित र असङ्गठित हुँदैन है,
भन्ने हिसाबले जब त्यो किसिमको व्यवस्था भएको छ भने अब यहाँ आएर कार्यान्वयन गर्ने प्रक्रियामा किन विभेद भन्ने हिसाबमा हामी अलिकति बढी सङ्गठित हुन जरुरी छ। अहिले मैले जुन पञ्चबाजासहित महिला साथीहरू यहाँ आउनुभएको छ होइन, तपाईँहरू पनि एउटा श्रमिक हो। कुनै न कुनै बाहनाबाट अघि पूजा गर्ने बाहनामा के गर्ने बाहनामा अलिकति चाहियो हामीलाई भनेर जुन कुराहरू गर्नुभएको छ अलि तपाईँहरूको आवाज ठुलो आउनुभयो। अघि लक्ष्मीजीले मात्रै बोल्नुभयो, मैले भने पनि त्यहाँ होइन 2 जना साथीहरूले बोल्नुभएको छ। अनि अलिकति हामीलाई खोइ त भन्ने हिसाबमा एउटा यो आफ्नै उत्सव भएको कारणले गर्दा पनि हाम्रै कार्यक्रम हो भन्ने हिसाबले गर्नुभयो। तर तपाईँहरू अब कुनै बिहा पूजा आजा पासै जहाँ जानुहुन्छ तपाईँहरूले एउटा रेट चाहिँ तयार रेट नगरपालिकालाई गराउन लगाउनु। ज्याला निर्धारण समिति छ, ज्याला निर्धारण समितिले हरेक क्षेत्रको चाहिँ त्यो किसिमको दर रेटको कायम गरिदिन्छ। त्यसमा आधारित रहेर अहिले ई रिक्सा चालक साथीहरू लगायत अन्य साथीहरू यहाँ हुनुहुन्छ, सङ्गठित क्षेत्रमा रहनुभएका साथीहरूको पनि न्यूनतम पारिश्रमिक तोकिएको छ 17,500 न्यूनतम पारिश्रमिक रहेको छ भने अब तपाईँहरूले लिँदा कति लिने हो, कसरी लिने हो, त्यो किसिममा चाहिँ रेट तय गर्नका निम्ति त स्थानीय सरकार जवाब दिनुपर्छ होइन। जिल्ला समन्वय समितिले त्यसो समन्वय गर्ने कामहरू गरेको हुन्छ। त्यो हिसाबले हामी कतिपय कुरामा नबुझेको कारणले पनि अलमल भएका छौँ। ढुक्कले म श्रमिक हौँ भनेर भन्नका निम्ति अझै पनि हामी हिचकिचाएका छौँ। विश्वको इतिहास हेर्ने हो भने जहाँ मजदुर वर्ग बलियो भएको छ त्यो ठाउँ आज ठुला ठुला विकसित मुलुकको रूपमा स्थापित भएका छन्। जहाँ कल कारखाना उद्योग कल कारखानाहरू राम्रो किसिमले सञ्चालन भएका छन् त्यो सञ्चालन गर्ने साथीहरू भनेको त श्रमिक हो नि त। श्रमिकहरूले आफ्नो जीवन लगानी गरे बापत उद्योगी व्यवसायी साथीहरूले पुँजी लगानी गर्नुभयो। त्यसको आधारमा चाहिँ मूल्य निर्धारण गर्नुपर्छ, ज्याला निर्धारण गर्नुपर्छ, सामानको मूल्य निर्धारण पनि र श्रमिकको ज्याला निर्धारण पनि। त्यो पुँजीको कति लागत हुन्छ, लागत र अनि बिक्री वितरण गर्ने किसिममा समेत त्यो हिसाबले व्यवस्था गर्ने गरी अर्थशास्त्रको अर्थको नीति पनि त्यो रहेको छ। र विश्व इतिहासलाई हेर्ने भने आज तिनै मुलुकहरू ठुला विकसित राष्ट्रको रूपमा भएका छन्। मैले साथीहरूलाई त्यो अनुरोध गर्न चाहन्छु। र अब अहिले म नेकपा एमाले पार्टीको केन्द्रीय कमिटीको सदस्यको हैसियतले रूपन्देहीको 2 नम्बर क्षेत्रको इन्चार्जको हैसियतले कुरा गर्दै जाँदा र अहिले म महासङ्घको चाहिँ लेखा आयोगको अध्यक्ष तथा बुटोलुको महानगरपालिकाको निकटता उपप्रमुख भएर काम गर्दै गर्दाखेरि मैले साथीलाई अनुरोध गर्न चाहन्छु कि हामी अधिकार खोज्दै गर्दाखेरि हामी कर्तव्यलाई पनि कतिको पालना गऱ्यौँ गरेनौँ हामी पनि आफू सचेत गर्नुपर्छ। हामीले बुटोलुको महानगरपालिकाले त्यति बेला मैले अन्यथा भन्न खोजेको होइन कि हामी यातायात श्रमिकलाई विश्राम स्थलको व्यवस्था गर्नुपर्छ। सङ्घीय सरकारले एउटा व्यवस्था गर्यो कि लामो दूरीका जो सवारीहरू छन् त्यो सवारी सञ्चालन गर्दै गर्दाखेरि चलाउँदै गर्दाखेरि केही ठाउँलाई विश्राम गर्ने हिसाबले केही समय चाहिँ रेस्ट गर्ने समय छुट्याउँदै गर्दाखेरि हामी त्यो बेलामा बुटोलुको महानगरपालिकामा रहेको कारणले गर्दा यातायात श्रमिकलाई विश्राम स्थलको व्यवस्था गरिनुपर्छ भन्ने हिसाबले हामी नीतिगत पनि बजेट पनि व्यवस्था गऱ्यौँ। यहाँ चाहिँ यातायातका साथीहरूले त्यो अधिकारलाई लिन सक्नु भएन। कतिपय सरकारले त विधि बनाइदिने हो, कार्यान्वयन गरेन, प्रेसर दिने हो, सहज हिसाबले गर भनेको छ भने त्यो आफूले लिन सक्नुपर्छ। त्यति मात्रै होइन, हामीले सबै श्रमिकहरूको पञ्जीकरण गरिने छ भनेर नीतिगत व्यवस्था बुटोलुको महानगरपालिकाले गरेको छ। मैले यो किन पनि भनेको छु भने तपाईँहरू त्यही नीतिमा टेकेर चाहिँ बुटोलुको महानगरपालिकालाई झकझकाउन सक्नुहुन्छ। त्यो भएको कारणले हामी त्यति बेला त्यो नीति बनाउँदै गर्दाखेरि यद्यपि हामीभन्दा माथि रहेका नेताहरूसँग पनि हामी समन्वय गरेनौँ। कार्यान्वयन प्रक्रियामा जाँदा सामाजिक सुरक्षा ऐन त्यति बेला बन्दै थियो। सामाजिक सुरक्षा ऐन बन्दै गर्दाखेरि त्यो सामाजिक सुरक्षा ऐन बनिसकेपछि अनि त्यसलाई सँगसँगै लिएर जाने भन्दै गर्दाखेरि सामाजिक सुरक्षा ऐन बन्यो। अब सहयोग हामी चाहिँ त्यो आफ्नो जिम्मेवारीबाट हामी बाहिर रहेका छौँ। यद्यपि आफूले गरेको काम गर्व पनि लाग्छ। त्यो हिसाबले तपाईँहरूले चाहिँ अब त्यो नीतिलाई टेकेर तपाईँहरू जान सक्नुहुन्छ। मैले यो कुरा पनि अनुरोध गर्न चाहन्छु। र साँच्चै भन्यो भने हामी थुप्रै
अब संयोगले बुटोलको महानगरपालिकाले प्रमुख उपप्रमुख एउटा श्रम आन्दोलनबाटै जोडिएका मान्छे पाउनुभएको थियो दाजु। हामी सबैलाई आधारभूत तहमा रहेका व्यक्तिहरूलाई चाहिँ हाम्रै श्रमिक साथीहरूलाई चाहिँ दक्ष बनाउनुपर्छ भनेर प्रमुख युवा इनाम कार्यक्रम, उपप्रमुख महिला उद्यमशीलता कार्यक्रमलाई हामी जोड्यौँ। हामी धेरै आह्वान गऱ्यौँ, तर कोही साथीहरू त्यो तालिम लिनका निम्ति तयार अनि हामी कसरी सक्षम बन्छौँ? अनि सक्षम भयो भने न बढीभन्दा बढी पारिश्रमिक पाउने। हाम्रो चाहना के हो त भन्दा बढीभन्दा बढी पैसा कमाउने कसरी हाम्रो साथीहरूलाई बनाउन सकिन्छ भन्ने हिसाबले हामी त्यो व्यवस्था सुरु गरेका छौँ। यद्यपि अब अहिले अलिकति नाम चेन्ज भएको छ होइन, अहिले अलिकति नाम चेन्ज भएको छ, तर पनि अब त्यही कार्यक्रमको निरन्तरता हो भन्ने हिसाबले हामी बुझेका छौँ। अब स्थानीय तहमा अहिले महिलाहरूलाई महिला आत्मनिर्भर कार्यक्रम भनेर सुरु भएको छ। नाम जे दिए पनि अब तपाईँहरू त्यस्ता कार्यक्रममा जोडिनका निम्ति मैले साथीहरूलाई अनुरोध गर्न चाहन्छु। र श्रमिक पञ्जीकरणको कुरा देशव्यापी रूपमा चाहिँ संविधानले व्यवस्था गरेको छ, कानुन बनेको छ, ट्रेड युनियनमा त्यो व्यवस्था भएको छ। अब तपाईँहरू चाहिँ ढुक्कका साथ श्रमिक पञ्जीकरण हामीलाई श्रमिक हो भनेर यो स्थानीय तहले पञ्जीकरण गर्नुपर्छ भन्ने हिसाबले तपाईँहरू गर्नु भने जुन रासन कार्डको कुरा गर्नुभएको छ नि, आएको छ नि, हाम्रो श्रमिक पञ्जीकरण नभइकन रासन कार्डको व्यवस्था हुँदैन। हाम्रो आन्दोलन त छ, हाम्रा श्रमिकका मागहरू त यो हो भन्ने हिसाबले हामी उठाउँछौँ, तर के हो भन्दा चरणबद्ध जाँदाखेरि त्यो प्रक्रियाहरू सँगसँगै जानुपर्ने भएको कारणले गर्दा त्यसतर्फ पनि तपाईँहरूले अरू साथीहरूलाई सचेत गराउनुहुनेछ। त्यस्ता कामहरूमा तपाईँहरूले नेतृत्व गर्नुहुनेछ र सँगसँगै सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्ने कुरामा सबै श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने जिम्मेवारी स्थानीय तहमा कार्यरत कर्मचारीको स्थानीय तहले गर्नु पर्यो। त्यो हिसाबमा चाहिँ सबै हिसाबले अब सङ्घीय सरकारले पनि त्यसमा चाहिँ अहिले अलिकति बजेट तथा नीति कार्यक्रममा ल्याउन जरुरी रहेको छ। म अस्ति पनि काठमाडौँ गएको बेलामा सामाजिक सुरक्षा कोषको केन्द्रीय जुन कार्यालय छ थापाथलीमा त्यहाँ गएर त्यहाँको निर्देशकलाई पनि भेटेँ। हामी चाहिँ गर्न तयार छौँ। अब सरकारले चाहिँ त्यो किसिमले चाहिँ सामाजिक सुरक्षामा असङ्गठित क्षेत्रमा रहेका श्रमिकलाई ल्याउने गरी केही व्यवहार चाहिँ, किनभने सरकारले पनि त्रिपक्षीय संयन्त्र बनाएर जानुपर्ने भएको कारणले गर्दा सरकारले त्यो किसिमको व्यवस्था गर्यो, बजेटको व्यवस्था गर्यो र सामाजिक सुरक्षामा जाने किसिमको त्यो नीतिगत भन्दा पनि अहिले बजेटले त्यो गर्यो भने हामी जान सक्छौँ भन्ने किसिमको कुरा पनि आएको छ। यद्यपि जिफडका अब अध्यक्ष, उपाध्यक्ष, महासचिव साथीहरूलाई पनि राख्नुभएको छ, तर तपाईँहरूले यताबाट खचाउने काम र आफ्नो ठाउँमा स्थानीय तहमा रहेका साथीहरूले स्थानीय तहलाई बढ्ता घचाउन सक्नुभयो भने तपाईँहरूको प्रत्यक्ष दैलामा ठोकिने सरकार स्थानीय सरकारै हो। त्यो किसिमले जानका निम्ति मैले अनुरोध गर्न चाहन्छु र त्यही किसिमको सङ्गठित हुन सङ्गठन बल हुन्छ। थोरैजना साथीहरूले आवाज उठाउँदाखेरि नसुनिन सक्छ, तर बाटाभरि आजको यो जुलुस बाटाभरि एकछिन हामी सडक जाम गर्ने हिसाबले आएको भए अलिकति त्यो किसिमको प्रेसर पनि पर्ने थियो। यद्यपि हामी जसरी गरे पनि हामी छौँ है भन्ने हिसाबले जुन किसिमले आन्दोलनमा आएका छौँ, सडकमा आएका छौँ, पक्कै पनि 136औं मई दिवस समीक्षा गर्ने, पाएका उपलब्धिहरूलाई संस्थागत गर्ने, कानुनहरू बनाउने कुरा ठुलो छ। अब कार्यान्वयन प्रक्रियामा जाने कुराहरू महत्त्वपूर्ण रहेको छ र अब हामीले के गर्ने भन्ने विषयलाई समेत समीक्षा गरेर जाने हिसाबमा यो मई दिवसलाई लिने गरिन्छ। सबै साथीहरूलाई चाहिँ यो 136औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हार्दिक बधाई पनि दिन चाहन्छु, मैले हार्दिक सम्मान पनि दिन चाहन्छु। कम्तीमा 37औं मई दिवस मनाउँदा हामी सबै सामाजिक सुरक्षाको दायरामा आयौँ है भन्ने किसिमले मनाउन पाइयोस्, यही शुभकामना दिँदै यो कार्यक्रममा मलाई विशिष्ट अतिथिको रूपमा आमन्त्रण गरेर आफ्नो बनाइराख्ने अवसर प्रदान गर्नुभयो आयोजक साथीहरू र सबै साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। विश्व श्रमिक आन्दोलनको ऐतिहासिक दिन 1 मई को अवसरमा आयोजित यस कार्यक्रमका अध्यक्ष तथा जिल्ला अध्यक्ष महोदय, आजको मे दिवसलाई
आफ्ना भनाइसहित साथीहरूलाई प्रेरणा गर्न पाल्नुभएको नेकपा एमाले सदस्य गोमाचार्यज्यू, निफन्डका सबै घटक, प्रतिष्ठान, पालिका एकाइका आदरणीय सबै सहयोगदार नेता साथीहरू र उपस्थित सम्पूर्णमा मे डेको हार्दिक आज अचम्म परेको छ। मलाई चाहिँ मकानका कामले फोन गरेर भोलि चिरमन्डो तपाईँ आउनु पऱ्यो भनेर भन्नुभयो। मेरो आज चाहिँ बुवाको चाहिँ तिथि भन्छ नि हो र अहिले अब 9-10 बजे सुरु गर्ने, बिहान आउँदै पण्डित मैले मेडे बनाउनु पर्छ भनेर अनि सारेर आयो। त्यही भएर चाहिँ म धेरै बोल्नु पनि बोलिरहेको तर 2-4वटा कुरा मात्रै पनि राख्ने अनुमति चाहन्छु। पहिला श्रमिक भनेको के हो भन्ने कुरामा दुविधा थियो। मानसिक वा शारीरिक श्रम गरे बापत बेला लिने सबै श्रमिक। यसले गर्दाखेरि श्रमिकको परिभाषाभित्र सबै मान्छे पर्ने भएको हुनाले जो ठगी बसी खाने हुन् ती श्रमिक होइनन्, जो गरी खाने हुन्, कलम चलाएर गरी खाने हुन् ती श्रमिक। त्यसो भएर संसार श्रमिकहरूले चलाएका छन् र श्रमिकहरूले चलाएको संसार नै समृद्धितर्फ पुग्छ। जहाँ ठगी खानेहरूले चलाएका छन् त्यो अगाडि बढेको छैन। यसो हुँदा हामीले गर्व गर्ने, स्वाभिमान गर्ने, आफूलाई गौरवान्वित बनाउन सक्ने कुरा हो। र मेडेले दिएको सन्देश के हो भन्दाखेरि त्यही ठगी खानेहरूका विरुद्धमा अब यो लागेका श्रमिकहरूको एकता, विश्वव्यापी एकता र आन्दोलनको विजयको दिनको रूपमा मेडे मनाउन सुरु गरिएको र यसको छुट्टै अलग झन्डा छैन। त्यही भएर यसलाई रातो सादा झन्डा, यसको सादा झन्डा बनाइदिएको हो। यति कुरा मैले यसको ऐतिहासिक पक्षका बारेमा थोरै जानकारी गराउन चाहन्छु। अर्को कुरा, हामीले यो ब्यानर पढ्यौँ भने परिवर्तन भयो कि भएन भन्ने कुराको उत्तर त्यहीँबाट आउँछ। एक जमाना थियो सङ्गठित हुन पाइने थिएन, भेला बस्न पाइने थिएन, अधिकार माग्नका निम्ति सङ्गठित भएर भेलै बस्न नपाउने अवस्थामा 8 घण्टा काम, 8 घण्टा आराम अनि 8 घण्टा मनोरञ्जन अनि पछि फेरि सुरक्षा, यति कुराको माग हुन्थ्यो हाम्रो आन्दोलन। तर अहिले हाम्रो आन्दोलनमा के माग भएछ भन्दा हामीले बोल्ने, लेख्ने, सङ्गठित हुने अधिकार माग्ने, लडाइँ लड्ने अधिकार अक्षुण्ण हुन पर्यो, पूर्ण हुन पर्यो, परिपूर्ण लोकतान्त्रिक गणतन्त्र। 8 घण्टा कामभन्दा बढी लाउनेलाई त हामीले ठेगान लगाइसक्यौँ। लाउन सक्छ कसैले अहिले ओटिपी व्यवस्था बनाउन सक्छ, सक्दैन, त्यसलाई ठेगान लगाइदिनु। अब यो ठेगान लगाइदिएको कुरा फेरि उल्ट्याएर नल्याओस्, प्रतिगमन नहोस्, पुनरुत्थान नहोस्। पुनरुत्थान भनेको के हो तपाईँहरूले बुझ्ने सरल भाषामा भन्दा राजा ल्याउँछौँ भन्दा नि हो, त्यही सामन्तवादी राज्य व्यवस्था, निरङ्कुश तन्त्र, अझ छाडा पुँजीवाद, नोकरसाही, दलाल पुँजीवादसँग त हामी अहिले लडिरहेछौँ। गणतन्त्रको निरन्तरता यो अक्षुण्ण राख्न पर्यो। जुन हामीले संविधानमा जो कुरा राखिएको छ यो परिवर्तन गर्न पाइँदैन। अरू सबै परिवर्तन हुन्छ, 72 को संविधानमा यो परिवर्तन गर्न पाइँदैन। जनताको अधिकार कुण्ठित गर्ने, सङ्गठनलाई नियोजन गर्ने, नियन्त्रण गर्ने पाइँदैन। यसको निरन्तरता भनेको बुझ्न पर्यो। हाम्रो माग त्यहाँ गयो। श्रमजीवी वर्गको सम्मान, ओहो अहिले चाहिँ विभेद र अपमानको चाहिँ जालो छ। हामीभित्र पनि राजनीतिक पार्टीमा छ, ट्रेड युनियनभित्र छ, जे फन्डभित्र छ, समाजमा छ, घर घरमा छ। त्यसका लागि भनेको त्यो त्याग। हामीले राजनीतिक हिसाबले व्यवस्था परिवर्तन गर्दाखेरि त सामन्तवाद फाल्दियौँ, सम्मान सामन्तवादसँग जोडिन्छ, विभेद
त्यो सामन्तवादलाई हामीले अन्त गर्यौँ, तर हाम्रो दिमागबाट, हाम्रा कार्यशैलीबाट, हाम्रो जीवन पद्धतिबाट अन्त भएको छैन। त्यसलाई अन्त्य गर्ने बित्तिकै समानता र सम्मान हुन्छ। महिला पुरुषको विभेद अन्त्य हुन्छ, धेरै ज्याला लिने थोरै ज्याला लिने बिचको विभेद, सम्मानमा विभेद भने पैसामा त विभेद भइहाल्ने भयो, सम्मानमा विभेद अन्त्य हुन्छ। यसरी मानव समानताको कुरा, मानव सभ्यता अभिवृद्धि हुन्छ, सभ्य समाज बन्छ के। पहिला मान्छे चाहिँ खराउ नाङ्गै हिँड्थे, पछि यसो लुङ्गी लाउनलाई, अलिकति यसो लाउनलाई, अहिले हामी कति भएर हिँड्नलाई कस्तो सभ्य भयो नि। यो सभ्यता हो। हाम्रा बोली भाषा वचन व्यवहार यी सबै राम्रा हुँदै जाँदा सभ्यता हुन्छ। हामी सभ्य समाजका निर्माता हौँ। त्यसो सभ्यताको पक्ष पोषण सम्मानसित जोडिएको छ र सृजनशीलतासँग जोडिएको छ। तर त हाम्रा माग सम्मान र सृजनशीलता मानेको। सृजनशीलता भनेको हामी भित्रको सृजनशीलतालाई माथि उठाऊ है। यथास्थितिमा तिमीले ज्याला माग्ने, हक माग्ने, अधिकार माग्ने कुराले परिवर्तित समाजलाई तिमीले नेतृत्व र चाहिँ योगदान दिन सक्दैनौ। योगदान दिन नसकेपछि तिम्रो सृजनशीलताले हो त्यो ल्याउने, नयाँ युगलाई चलाउने, नयाँ प्रविधि आउँछ, नयाँ औजार आउँछ, जेसुकै जुनसुकै कुरामा विधि नयाँ आउँछ, अब टेक्नोलोजी नयाँ आउँछ, सारा कुरा आउँछ, त्यसमा सृजनशील बन्ने कुरा। अब हाम्रो आन्दोलनको नारा बन्नुको तात्पर्य के हो भन्दाखेरि अहिले मलाई कति आनन्द लाग्छ भने बुटवलमा पुराना साथीहरू कति सिकिसक्नुभयो। दैनिक 20 रुपियाँमा, जति बेला नेपाल सरकारले दैनिक ज्यादा 60 रुपियाँ तोकेको थियो, तर 20 रुपियाँमा यहाँ बजाइन्छ। सबै वर्कसपहरू, बडी बिल्डर्सहरू सबै ठाउँमा 20 रुपियाँको बजाइन्छ। त्यस्तो बेलामा सङ्गठन गरेर कलेक्टिभ बार्गेनिङ गरेर त्यो साइकिल कायम गर्ने आन्दोलन अथवा रूपन्देहीको ट्रेड युनियन आन्दोलनको रिफाउन्डेसनमा म सहभागी हुन पाएको अवसर मेरो थियो। मैले आज अध्यक्षलाई बताएँ रूपन्देहीको ट्रेड युनियन आन्दोलनको कुरा गर्दाखेरि हामीले जेबी पुललाई बिर्सनु हुँदैन। उहाँ पहिलो अध्यक्ष यहाँको ट्रेड युनियन आन्दोलन। उहाँको शालिग पूर्व बेस क्याम्पको पूर्वतिर, पूर्वबाट आउँदा पहिलो दाहिने साइडमा जेबी पार्क भनेर लेखिया छ, एउटा सानो 3 गुणे पार्क छ। त्यो पार्कमा उहाँको शालिग छ। रूपन्देहीको ट्रेड युनियन आन्दोलनको संस्थापक नेता उहाँ हो। मैले पहिला पनि रेमन्डलाई भनेको थिएँ, पहिलो दिवसमा नि भनेको थिएँ, तपाईँहरूले अब कम्तीमा जेबी पुललाई त्यहाँ चाहिँ माला लगाएर तपाईँहरू अनि यता आफ्नो कार्यक्रम गर्ने बानी बसाल्नु होला है। त्यो श्रमिक नेताको फोटो प्रदर्शनी गरेको म अध्यक्ष छु। औद्योगिक क्षेत्रदेखि यहाँको हाट बजारसम्म, हाट बजारमा एउटा त्यहाँ मञ्च थियो, अहिलेको मञ्च छैन। त्यो मञ्चमा कार्यक्रम हुन्थ्यो। ठुलो त्यो हाटमा चाहिँ अलि पर हाट बजार लाग्थ्यो, त्यहाँ एउटा मञ्च थियो। त्यहाँदेखि यहाँसम्म ल्याइदिएको थियो उहाँलाई। त्यसरी त्यसरी हामीले सुरु गरेका हौँ र मैले त्यो जेबी पुललाई आज सम्झन चाहन्छु। दोस्रो भनेको मेघबहादुर गुरुङ। उहाँ चाहिँ रोगबाट शारीरिक रूपमा लागेको रोगको उपचारको क्रममा राम्रै ढुक्न नसकेर हाम्रो मदन गाउँ चल्न जानुभयो। उहाँको बेटी हुनुहुन्थ्यो। उहाँ अहिले भाउजू छोराछोरी छन्। उहाँ तेस्रो चाहिँ यातायात मजदुर सङ्गठन भन्ने थियो, त्यसको अध्यक्ष श्रीधर हो। अझ होइन एमकेसी उन्नयन पहिला खेमराज दाई पराजी देउदहको चाहिँ गाविस अध्यक्ष भन्नुभयो। उहाँ यहाँ यातायात मजदुर सङ्गठन थियो। र यसो महिका त अहिले कति भयो। यसो महिको तेस्रो अध्यक्ष चाहिँ म। तर कस्तो अवस्थामा भन्दा नेपाल दाई पनि त्यस्तो भइसक्नुभएको, जेबी पनि जितिसक्नु भएको, अनि पुरै पञ्चायतले चाहिँ दमन गरेर त्यो बाक्सा पनि हामीले चाहिँ एउटा चाहिँ त्यो के भन्छ यो बितेको चाहिँ प्लाइवुड कारखाना नि बन्द भइसकेको। त्यही प्लाइवुडमा जेबीले काम गर्नुहुन्थ्यो। अनि त्यहाँभित्र चाहिँ त्यो प्लाइवुडका चाहिँ त्यो पुराना काठका पनि एउटा बाक्सा रहेछ।
त्यो बाक्सा चाहिँ यही मेघबहादुर गुरुङ भन्ने दाइले चाहिँ देख्नु भएको उहाँ त्यही काम गर्नुहुन्छ पहिला। अनि त्यहाँ मैले सोधेँ हाम्रो इतिहास कहाँ छ र भनेर सोद्धाखेरि चाहिँ एउटा बाक्सा थियो कहाँ हो हामीलाई लाग्छ त्यही प्लाइरोडमा खोल्दाखेरि त्यो बाक्सा भेटियो र नेसनलको सदस्यता भेट्यो अनि रिफाउन्डिङ गरेको हामीले आन्दोलनलाई। त्यति बेला भैरवामा नेतृत्व गर्ने चाहिँ हाम्रो उत्तम अहिलेसम्म अब नियुक्तै हुनुहुन्छ अहिले छ त्यही ऱ्याङ्किङमै काम गरिरहनु भएको छ। मलाई त त्यो आन्दोलनले चाहिँ बाराको कहाँ अरे पत्लैयामा भएको सम्मेलनबाट मलाई अभिनन्दन गरेर मलाई अभिनन्दन गरेर पठाइदिनु भयो। अनि म त यस्तो म त के नै गरौँला देशमा अझै कति गर्न छ भनेको त मलाई त एकदम युवामै भक्का जुमाएर बसेको छैन ट्रेड युनियन आन्दोलनले अभिनन्दन गरेर विदा गर्छ। अनि मलाई अचम्म लाग्थ्यो मैले त्यो सम्मानलाई सम्मान जस्तै लाग्थ्यो। तर अहिलेसम्म म तपाईँहरूसित सम्झैछु पुरस्कारले मलाई हजुरहरूसित बस्दाखेरि यसरी कुरा गर्दाखेरि त्यहाँ आफ्नो पुरानो कुरा पनि याद आउँछ र मलाई पुनर्मिलन जस्तो लाग्छ। अत्यन्त म खुसी हुन्छु। जस्तो अप्ठ्यारो नमान्नु होला चेलीहरू माइत जाँदा आफ्नो माइतीका त्यति बेलाका चाहिँ खेल्ने सँगै साथीहरू फेरि ती बेला भेट्उँदाखेरि जुन आनन्द हुन्छ नि त्यस्तै मलाई यो जेफन्ट अनि ट्रेड युनियन आन्दोलन अनि मई दिवसमा साथीहरूसित भेट्उँदाखेरि मलाई त्यो आनन्द हुन्छ। यो आनन्द र फेरि परिवर्तनको हाम्रो अभियान पनि सफलतातर्फै उन्मुख छ। हामी पछाडि फर्केका छैन। हजुरहरूलाई चाहिँ कतै कतै भ्रम होला अहिले समय छोटो छ। ती सबै भ्रम अहिलेका सामाजिक सञ्जालमा आएका जति फेक समाचार फेक कतिसम्म फेक आउँदो रहेछ थाहा पाउनु। हिजोको अस्तिको घटना थाहा पाउनु रेशम चौधरीलाई अदालतले चाहिँ पक्राउन पठाएर नेपालको प्रहरीले गरेर पक्राउँदैछ भनेर एक थरीले त रेशम चौधरीलाई किन पक्रिस भनेर जुलुस पनि निकालिसक्यो। तर भएको के रहेछ यथार्थ के रहेछ राज्यले पक्रायो। एउटा कर्मचारीले फर्की चिठी लिएर गएर अब तँलाई चाहिँ यो अदालतले चिठी आयो लगेर भनेर च्याप्पै समातेछ सिभिल त्यसलाई अहिले कारवाही हुँदैछ। यतिसँग सफेद झुट भन्छ नि सफेद झुट काम समेत भइरहेका छन्। किन यति भन्छु म तपाईँलाई किन समाजमा सबभन्दा अप्ठ्यारोमा र शोषणमा परेको श्रमजीवी वर्ग हो। एक उसले अहिले के हुन्छ समाजमा तपाईँ गाउँघरमा जानुभयो भने यता यहाँदेखि त्यहाँसम्म खन्न थियो कति लिनुहुन्छ आइदिनुहोस् न। पहिला के थियो श्रमिकले 2 महिना भयो भने चामल सापट्टि दिनुहोस् काम भएन केटाकेटी भोकै भए सापट्टि दिनुहोस् न म पछि कामहरू दिनुला भन्ने दिन थिए पहिलाका दिन। अहिले यहाँदेखि त्यहाँसम्म खन्न छ भने कति दिनुहुन्छ भनेर श्रमिकले सोध्छ। त्यो ज्यालादारी भनेको कति 17,000 रुपियाँ त छोडिदिनु 1000 दिए 2 घन्टा काम छ 1000 दिए गर्छ म त गर्दिनँ पैसाले खन्नेवाला छैन के अनि त्यो ट्याक्क होला मलाई त्यति बेला गर्व लाग्छ। अहिले त्यस्तो भएको है हामी पनि अल्छी भएको छौँ भने हामीले अर्कालाई गरायो भने ट्याक्क बुझाउनु पर्छ। कलम चलाउने छ भने त अब आफूले त्यो खन्न सक्दैन के अनि त्यहाँ ट्याक्क बुझाउनु पर्छ खन्नेलाई। अर्को कलम चलाउन नजान्ने छ भने कलम चलाउनलाई दिन्छ तर कलम चलाउने धेरै छन् त्यस कारणले त्यो कलम चलाउनेको चाहिँ बारे पनि चल्नेवाला लेख्नेवाला लेख्न तर अर्काले लेख्नेवाला चलाउन दिन्छ निवेदन जस्तो सेट दियो। यसरी अझ हार्ड श्रमिकहरूलाई सम्मान भएको समाज अहिले छ। 1 2 सबभन्दा शोषणमा परेको यसलाई अन्त्य गर्नु है यो व्यवस्था उल्टाउने भनेको व्यक्तिका चरित्र खराब होला अहिले मैले भने सामन्तवाद छ व्यक्तिका चरित्रको कारणले पार्टीहरू बदनाम भयो होला तर यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र परिपूर्ण लोकतान्त्रिकको निरन्तरताको लागि हामीले कहिल्यै पनि फेक कुराको पछाडि लाग्नु हुँदैन। पार्टी त फेर्न सकिन्छ मान्छे गलत छ भने फेर्न सकिन्छ भोट नहाल्न सकिन्छ हाम्रो अधिकार हो। खराब मान्छेलाई किन भोट दिन्छ हराइदियो असल मान्छेलाई जिताउन पाइन्छ यो हाम्रो व्यवस्था हाम्रो सम्मान गलतलाई नै जिताउन पर्छ अनि केही जरुरी छैन जिताएपछि भोग्न पर्छ तपाईँ थाहा छ भोग्दाखेरि थाहा भइहाल्छ। अर्को सबभन्दा अन्यायमा परेको महिलामा पनि
पाँचवटा खालका आर्थिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक 4वटा शोषण हुन्छन् आम रूपमा मान्छेले भोग्नु पर्ने। के राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक शोषण हुन्छन्। यसको अहिले नैतिक सांस्कृतिक भित्र पर्छ। अनि त्यो महिलामाथि हुने शोषण 5औं नम्बरमा पर्छ। त्यो महिलाले मात्रै भोग्छ। 4वटा शोषण सबैले भोग्नुपर्छ। महिलामाथि हुने शोषण महिलाले मात्रै भोग्नुपर्छ। त्यसो भने यो संविधान र यो संघीय लोकतान्त्रिक गणतन्त्रमा महिलाका अधिकारलाई बहुत व्यवस्थित ढङ्गले राखिएको छ। त्यसमाथि पनि महिलाभित्र पनि दलित महिला सबभन्दा अन्याय गरेको छ। दलित महिलाको अधिकारलाई पनि सुनिश्चित गरिएको छ। दलित समुदायको महिलाको आन्दोलनको अगुवाई वार्डमा तैँले गर्लास्, अरूले गर्न पाउन्न भनेर प्रत्येक वार्डमा दलित महिला अगुवा राख्नै पर्ने बाध्यकारी बनाइदिएको छ। प्रत्येक वार्डमा महिला अगुवा राख्नुपर्ने बाध्यकारी बनाइदिएको छ। त्यो बाध्यकारीको अर्थ के हो भन्दा त्यसले त्यहाँको समुदायको नेतृत्व गर्छ र त्यसको अधिकारको संरक्षण गर्न चाहिँ अगुवाई गर्छ। यस्तो व्यवस्थालाई उठाउनु भनेको के हो त भनेपछि महिलाहरू, दलित महिलाहरू आम रूपमा यसका विरुद्धमा उठ्न पर्ने हो, लैलैमा लाग्ने होइन। अब अर्को छ सबभन्दा त्यसपछि अप्ठ्यारोमा परेको पढ्न नजानेको, पढ्न नभ्याएको, भाषिक कारणले समस्यामा परेको जाति, जनजाति, मधेसी अनि कर्णाली जस्ता दुर्गम तराईमा बसेका जनसमुदायहरू अर्को दोस्रो अन्यायमा छ। तिनका निम्ति के व्यवस्था गरिरहेको छ त समावेशिताको सम्पूर्ण कुराको ग्यारेन्टी गरिरहेको छ। आर्मीमा भर्ना हुन समान सुरक्षित छ, महिलालाई छ छुट्टै। अनि त्यसपछि प्रहरी मान्छ, शिक्षक मान्छ। गर्दा गर्दा कहाँसम्म छ भन्दाखेरि गाउँमा टोलमा एउटा सङ्घ संस्था गठन गर्न पर्यो, एउटा समिति भने पनि महिला सिग्नेचरबाट अनिवार्य है, नत्र भने त्यहाँ दर्ता अधिकारीले मान्दैन, कार्यान्वयन अधिकारीले मान्दैन हो। यी सबै अभिजात वर्गले मात्रै त्यसलाई उपभोग गर्थे। अहिले यो सोझै श्रमजीवी वर्ग समुदायमा यो अधिकार हस्तान्तरित भए तिनलाई ज्वरो आएको छ र यो फर्काउन खोजेका हुन्। यो कुरा अहिले हामीले बुझ्न छ। अब रह्यो जस्तो हामीले ठुला सेनालाई गाली गर्छौँ नि अलिअलि, मन पनि पर्दैन। कतिका सामन्तवादी परिवर्ती छन्, एकदम जितेसी संसारै जिते चाहिँ आफूले जिते चाहिँ गर्छन्, गर्नु नगर्नु गर्छन्, हामीलाई चित्त दुख्छ। तिनका आनी बानीका कारणले हामीले यत्रो आन्दोलन र बलिदान र शहीदहरूले दिएको बलिदानबाट प्राप्त गरेका उपलब्धिहरू हाम्रा महान छन्। यो हाम्रो समीक्षा हो। तर यतिले हामी सन्तुष्ट छैनौँ। हाम्रो लक्ष्य समाजवाद, जीवनको लक्ष्य पनि समाजवाद। समाजवादको लक्ष्य बोकेकाहरू जुन जुन पार्टी हाम्रा पछाडि आउँछौ, हामीलाई माया गर्छौ, माया गर्ने अधिकार तिमीहरूलाई छ। तर समाजवादको लक्ष्य बेगर हामी कसैसँग मित्रता काट्दैनौँ भन्छ दिएको हो नि। कि मैले गरिदिनु भनेपछि त्यो त समाजवाद भनेको। समाजवाद भनेको योग्यता अनुसारको काम, काम अनुसारको ज्यान र सम्मान। त्यो समाज ल्याउने भनेको हो। अहिले हामी प्रारम्भिक पुँजीवादमा छौँ, अरू म पछि भन्ने छु। त्यो प्रारम्भिक पुँजीवाद भनेको अहिले सामन्तवाद दिमागमा छ, कानुनमा, राज्यमा, व्यवस्थामा कहीँ छैन, मान्छेका आनी बानीमा छ। त्यसपछि दलाल नोकरशाही पुँजीवाद छापछाप्पी छ। त्यो त दलाल नोकरशाही पुँजीवाद भनेको त्यसले प्रारम्भिक पुँजीवादलाई समेत खाइदिएको छ। दलाल पुँजीवाद भनेको कमिसनमा काम गर्ने, कर्मचारी भए बापत घुस खाएर कमाउने, नेता, प्रधानमन्त्री, मेयर भए बापत घुस खाएर कमाउने, जनतालाई नहेर्ने, त्यसलाई भन्छन् नोकरशाही पुँजी। अर्को दलाल पुँजी, पैसा नदिकन, घुसखोरी नगरिकन कामै नगर्ने। एक्चुअली दलाल पुँजी खुब मौलायो नि, थाहा छैन यसो औठार नमान्नु है कसैले कारोबार गरेको। तपाईँहरूले कारोबार गरेको भए पनि सच्चा इमान्दारपूर्वक जति कारोबार गरेको त्यति कर बुझाएको भए यो दलाल पुँजी हुँदैन। नत्र भने 1 लाखमा महिना लायो अनि त्यसपछि 10 लाखमा बेच्यो अनि त्यहाँनिर 2 लाखमा पास गरेर 2 लाखको मात्रै कर बुझाउनलाई दलाल पुँजी भन्छ, कमिसन पुँजी हो। त्यसमा चाहिँ देशको ढुकुटी जति भित्याएर तरलता बनाएर
लथालिङ्ग पारेर समाज अहिले एकदम भ्रष्ट उदम भ्रष्ट बनाउने काम जुन भयो, ती दोषीहरूलाई चिन्हित गरेर कारबाहीको प्रक्रियामा ल्याउन राज्य लागिरहेको बेला राज्यलाई साथ दिनुको सट्टा राज्यलाई झन् गाली गर्ने र एक्ल्याउने प्रपञ्च जुन छ, यो हामी श्रमजीवी र हाम्रो समाजवादको लक्ष्यको आन्दोलनको विपरीत कुरा हो। यसका विरुद्धमा हामी डटेर गाउँ टोल सामाजिक सञ्जालमा लाग्नुपर्दछ। यो हाम्रो लक्ष्य बनाउनु पर्दछ। अहिले मैले समीक्षाको कुरा गरेँ, हामीलाई यतिले पुगेको छैन। यिनलाई हराएपछि बल्ल हामी सफलतामा अगाडि बढ्छौँ। म विनम्रतापूर्वक सबै नेता आदरणीय उपस्थित सहयोगदाप्रति यही अपिल र आह्वान गरेर सङ्ग्रामी अभिवादनसहित मई दिवसको सलाम दिँदै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद।